ल आज चाहिँ हामी ठ्याक्कै मनाङबाट तिलीचो बेस क्याम्पको यात्रा सुरु भइसक्यो। साथीहरू पर्खिरहेको छौँ। दाइ अनि आज चाहिँ कस्तो रमाइलो फिल भइरहेको छ, कस्तो भइरहेको छ हौ? बहुत बेटर। अब के अरे सुतेको रुम अगाडि नै हिमाल छ, हिउँ छ अनि रमाइलो छ यहाँनिर। यति बेला हामी ठ्याक्कै खोलाको पानीको स्याम्पल लिनको लागि चाहिँ सरहरू तल गइसक्नुभयो र यहाँनिर टक्क आइसक्यौँ। सरहरू तल हुनुहुन्छ। यहाँ सँगसँगै मासतिर चाहिँ एकदम राम्रो छ दृश्य चाहिँ। यस्तोसँगले यहाँ पारी यो चाहिँ माथि भ्यू पोइन्ट हो र यता मासतिर चाहिँ मनाङको सहर भयो अनि यता मासतिर घुम्ने ठाउँ एउटा त्यस्तै टाइपको छ। यता हिमाल छ अगाडि चाहिँ क्यालिफोर्निया हो, होटल क्यालिफोर्निया। सिङ हेर्नु नि, सिङ कस्तो छ र भुत्ला फरक छ कि। यति बेला चाहिँ हामी ठ्याक्कै यो हिमालयन पारीको क्याफेमा आइपुगिसकेका छौँ। यो चाहिँ मनाङमा रहेको यता पारीपट्टि गाउँभन्दा चाहिँ यता वारीपट्टि छुट्टै एउटा मात्रै रहेछ यहाँनिर चाहिँ। यताबाट हिमालहरू एकदम दामी देख्छ र बस्ने ठाउँहरू पनि एकदमै सुन्दर टाइपको बनाएको छ। अनि मनाङ गाउँ चाहिँ यता पारीपट्टि हो है। हिमाल पारीको क्याफे भनिन्छ यस्तो राम्रो ठाउँमा राम्रो चाहिँ अब डेकोरेसन गरेर राखेको रहेछ। यहाँ पनि हामीले केही एउटा होटल र यो क्याफेको बारेमा इन्टरभ्यू हुँदैछ भित्र। अनि यो माथि गङ्गापूर्ण हिमाल भयो, अलि उतापट्टि अन्नपूर्ण 3, अनि यो परको देख्ने चाहिँ तिलीचो हो। आज हामी चाहिँ त्यो तिलीचोको बेस क्याम्पमा पुग्ने हाम्रो योजना छ। ल हिमाल पारीको क्याफे चाहिँ भित्र कस्तो छ भन्ने कुरा देखाउँदैछौँ। तल पनि भयो, यहाँ तल पनि सुत्ने ठाउँ छ। अप डाउन अनि यहाँ टोइलेट एटेच टोइलेट पनि रहेछ। भनेपछि व्यवस्थित तरिकाले राखेको छ। घरै बनाएर जुत्ता सानो है। यति बेला चाहिँ हामी ठ्याक्कै खाङसार एरियामा आइपुगेका छौँ र खाङसारको चाहिँ अघि तल पार्किङमा थियो। र यो चाहिँ कहाँ भन्दाखेरि अलिकति मासतिर गाउँभन्दा नि होचल एरियामा हो। यहाँनिर त्यस्तो राम्रो राम्रो ठाउँ बनाएको रहेछ कि टक्क। यहाँनिर चाहिँ टोकन काट्ने ठाउँ। अब यस्तो दामी बनाएको छ है। छोटो छ, माथि नजिकै छ बाटो कि। अब हामी चाहिँ यही होटलमा लन्च गरेर जाने कुरा छ। कहाँ भन्नु बेस क्याम्पमा भन्नु हुँदा बेस क्याम्प हाम्रो प्रोग्राम त लेकमा छैन नि, त्यही बेस क्याम्प मात्रै हो नि होइन। खाङसारमा यहाँ चाहिँ खाना खायो। अब हामी यहाँबाट भयो तिलीचोतिर जानु लागिरहेको। यहाँको सुन्दर दृश्य चाहिँ एकदम राम्रो छ। यतातिर चाहिँ एकदम पुरानो डिजाइनको घरहरू धेरै रहेछ अनि नयाँ डिजाइन घरहरू एकदम कमै छ। यति बेला चाहिँ हामी यहाँ खाङसारबाट चाहिँ तिलीचोको यात्रा सुरु भइसक्यो। अगाडि सरहरू हिँडिरहनु भएको छ, हामी पछि। र अब यहाँबाट मासतिर चाहिँ एकदम खतरासित देख्ने ठाउँ छ। माथिबाट पनि अहिले भिडियो आउनेछ माथिको पनि। हामी चाहिँ यति बेला ठ्याक्कै माथि श्री खर्कको नजिक पुगिसक्यौँ। अब लगभग धेरैमा 1 घन्टाको यात्रामा चाहिँ हामी श्री खर्कको डाँडै पुगिसक्छौँ होला। अनि उकालोमा हिँड्दा एकदम गाह्रो भइरह। हाम्रो बिस्तारै हिँड्दैछौँ होइन। सर चाहिँ फर्स्ट टाइम हुनुहुन्छ, उहाँलाई चाहिँ सायद धेरै गाह्रो भइरह होला। अनि हामी चाहिँ धेरैचोटि भइसकेकोले थोरै उहाँलाई भन्दा चाहिँ कम गाह्रो भइरह। यहाँनिरको चाहिँ हरियाली चाहिँ यस्तै छ, खैरो टाइपको हरियाली पनि। खैरोयाली यति बेला चाहिँ हामी ठ्याक्कै यो यता धारा भएको एरिया हो हुन चाहिँ यहाँ
यहाँबाट यति ठुलो बाटो हुँदै पनि यो माथिबाट चाहिँ सर्टकट छ भन्ने कुरा भएकोले यताबाट चाहिँ माथितिर जानु लागिरहेछौँ। यहाँबाट भारी बोक्नेहरूलाई चाहिँ केही सहज हुन्छ होला सायद, परबाट ठाडो उकालो चढ्नुपर्छ होइन, यहाँ 1300 गरेर। तर यहाँबाट चाहिँ हल्का हल्का उकालो अनि 1300 हल्का उकालो गर्दै अलिक सहज हुने भन्ने कुरा छ यहाँ गाइड दाइको। त्यस कारणले हामी चाहिँ यता माथि माथि चढिरहेछौँ है। यस्तो छ यहाँबाट पारिपट्टिको दृश्य चाहिँ एकदमै राम्रो देखिरहेको छ। यहाँबाट हामीले बेस क्याम्प पनि देख्छौँ, तर उता खाल्डाभित्र बेला चाहिँ हामी गुम्बाको एकतिर श्री खर्क एकदमै नजिकै आइसकेका छौँ। उता तलतिर चाहिँ गुम्बा छ र श्री खर्क चाहिँ यही पारिपट्टि देखिने हो। यहाँनिर चाहिँ 2-3टा होटलहरू छ र माथि टपमा एउटा गरेर होटलहरू चाहिँ बनाएको छ। तल देखिने चाहिँ मर्स्याङ्दी पनि यहाँ धेरै माथि छैन, त्यो माथि देखिने बाटै बनाएर आएको हो। ल यति बेला चाहिँ हामी श्री खर्क आइपुगिसक्यौँ। 4070 मिटरको हाइटमा छ यो चाहिँ। सेन्सेले चाहिँ पुरै फोटोसोटो खिचेर रेडी बनाइसक्नुभयो। अब यहाँ होटलमा आइपुगिसक्यौँ। लगभग 2 घन्टाको यात्रामा हामी श्री खर्क आइपुग्यौँ। अब चाहिँ केही बेर रेस्ट हुने सम्भावना एकदम धेरै छ। सरहरूले एकछिन काम गर्नेसम्म हामी 2 जनाको चाहिँ टक्क रेस्ट हुन्छ, अनि आराम गरिसकेपछि चाहिँ हामी माथितिर फेरि लाग्नेछौँ। हामी चाहिँ यस बेला ठक्कै श्री खर्कमा छौँ र श्री खर्कको भ्यू चाहिँ यस्तो खतरा छ। यता होटलहरू थुप्रो छ अनि यता पनि अब हामी जान्छ यता हो। अनि यहाँबाट पारिपट्टिको सिन चाहिँ एकदमै दामी देख्छ। हिमालहरू चाहिँ हिउँ परेको कारणले अहिले एकदम धेरै नै राम्रो देखिरहेको छ। सरले यहाँ चक्लेट दिएर हामी चाहिँ खाँदैछौँ यस गरी। ल यति बेला चाहिँ हामी ठ्याक्कै श्री खर्कको टपमा पुग्न लागिसक्यौँ। उकालोमा एकदमै गाह्रो भएर सरहरू पनि आउँदै हुनुहुन्छ पछाडि पछाडि। यहाँको दृश्य चाहिँ एकदम सुन्दर छ है। यस्तो देखिन्छ तल गुम्बा, तल मर्स्याङ्दी, माथितिर हिमाल। श्री खर्कको टपबाट देखिने दृश्य जस्तो छ। यहाँबाट चाहिँ ठ्याक्कै तल खाङसार पनि देख्छ। अनि यहाँबाट चाहिँ बेस क्याम्प एकदम नजिक छ। पर अब हामी 1 घन्टा जतिमा पुग्छौँ सायद। हाम्रो बेस क्याम्पको यात्रा चाहिँ लगातार भइरहेछ र अब चाहिँ केही उकालो बाटोहरू चाहिँ सकिन लाग्यो। अब यहाँबाट चाहिँ अन्तिम एउटा मात्रै उकालो छ। त्यो उकालोलाई पनि अब हामी पार गर्नेछौँ र यो उकालो चाहिँ यही पारीको हो। अन्त त्यस्तो डर लाग्ने खाल्डो छ उता चाहिँ। यहाँको उकालो चढिसकेपछि चाहिँ बेस क्याम्पको लागि चाहिँ उकालो चाहिँ सकिएको जतिकै हो। अब यहाँको एउटा झुलुङ्गे पुल तरेर जानुपर्छ हामीहरू चाहिँ। यति बेला हामी झुलुङ्गे पुलको यात्रामा छौँ होइन। यो पुल चाहिँ तर्न डर लाग्नेहरूको लागि चाहिँ माथिबाट भुइँ जाने बाटो पनि छ। अनि यहाँबाट चाहिँ यस्तो गएको न गएको छ। हावाको कारणले यहाँ बोल्न पनि एकदम मुस्किल छ होइन। यहाँको उकालो पनि भारी बोकेर हिँड्नलाई चाहिँ नमिठै खालको उकालो छ यहाँनिर पनि। सानोतिनाको ग्रेट वानै हो यो पनि। यति बेला चाहिँ हामी ठ्याक्कै यो उकालो पनि पार गरिसक्यौँ। हाम्रो गाइड सर र सेन्से चाहिँ तलै हुनुहुन्छ, आउँदै हुनुहुन्छ। हाम्रो सेन्सेलाई चाहिँ एकदम गाह्रो भइरहेछ त्यो उकालोमा। हाम्रो 2 जना साथीहरू चाहिँ अगाडि गइसक्नुभयो, सर्भिस सेन्से र अर्को हाम्रो फुपाजु चाहिँ
गाडी गएर आराम गर्दै हुनुहुन्छ होला सायद। यहाँबाट यस्तो दामी देखिन्छ है। यो चाहिँ ठ्याक्कै नै हाई क्याम्प जाँदाखेरि चाहिँ बेस क्याम्प जाँदाखेरि चाहिँ भेटिने अन्तिम टी सर्ट हो। यहाँबाट उता चाहिँ छैन। अनि यहाँबाट कट्नै लागिसक्यौँ हामी। पुग्ने बेला हुन लागिसक्यो। यता ल्यान्डस्लाइड एरियातिर छौँ। ठक्कै यहाँको चाहिँ दृश्य त्यति रमाइलो टाइपको छ कि ती भिरालो पहिरो जस्तै देखिन्छ हेर्दाखेरि चाहिँ। सेन्टरबाट चाहिँ बाटो बनाएर लगेको छ। यहाँनिरको चाहिँ यस्तो माथि टपतिर चाहिँ रमाइलो छ है। यो पहिरोबाट चाहिँ माथिदेखि छ कि यो पहिरो चाहिँ। अनि तल पनि निकै तलसम्म छ। पुरै हेर्दै हिँड्नुपर्छ किनकि यहाँबाट चाहिँ कहिलेकाहीँ ढुङ्गा आउने सम्भावना एकदम धेरै हुन्छ। त्यस कारणले हामी एकदमै खतरापूर्ण बाटोमा छौँ यसपालि। यस समय चाहिँ पारिपट्टिको हिमाल यति खतरा देखिन्छ नि, उतासम्म देखिन्छ। अब हामी बेस क्याम्पको एकदम नजिक छौँ। अब चाहिँ हामी आधी घन्टामा पुग्छौँ होला सायद यहाँबाट। रमाइलो ठाउँ आइपुग्यो नि। बहिनीहरूको साथी तपाईँहरू हो होइन है? हामी एकदम कठिन बाटोमा हिँडिरहेछौँ यति बेला। रोडा भएकोले एकदम चिप्लो टाइपको छ। पछाडि साथीहरू पनि आइरहेछ। डाइनोसर खण्ड जस्तो देखिरहेको छ मोबाइलमा चाहिँ। हामी यति सुन्दर ठाउँमा छौँ कि यति बेला पुरै पहाडको बिचमा मास्तिर चाहिँ पुरै पानी बगेको कारणले होला यस्तो खाल्टो बनेको छ। अनि यतातिर चुच्चो चाच्ची टाइपको धेरै नै छ। यस्तो छ यहाँनिर। मेन साइक्लिङ एरियामा आइपुगिसकेका छौँ। यहाँबाट चाहिँ उँधो हो साइक्लिङ गर्ने एरिया चाहिँ विशेष गरी चाहिँ। अब एकदमै हामी बेस क्याम्पको एकदमै नजिक आइसकेको छौँ। अब चाहिँ एकदमै नजिक। अब लगभग 15-20 मिनट निस्किन हालिन्छ।
उँभो हेर्नुपर्छ अम्बो घामको कारणले हल्का बिजोकै देखे पनि यस्तो छ है दृश्य चाहिँ डोन्ट स्टप किप गोइङ स्लोली भनेको छ। अब हामी बिस्तारै जाने हो यहाँबाट। ल आउँदा आउँदै स्वर्ग जाने बाटो पनि हामीले चाहिँ पत्ता लगाइसक्यौँ। यहाँबाट चाहिँ ठक्कै यो माथि दुलो रहेछ, त्यो दुलो बाटो गयो भने चाहिँ सायद स्वर्ग पुगिन्छ होला भन्ने आशंका छ। त्यसैले हामी एकदम लगातार गएको छौँ, तर माथि जाने बाटो चाहिँ एकदमै अप्ठ्यारो छ है। त्यस कारणले यसपालि हामी स्वर्ग नजाने विचार गऱ्यौँ अनि बेस क्याम्पतिरै बास बस्ने कुरा गऱ्यौँ है हामीले चाहिँ। यति बेला चाहिँ हामी बेस क्याम्पको एकदमै नजिकै छौँ। एकदमै यो हावाको कारणले बोल्नलाई एकदमै गाह्रो भइरहेको छ अनि यहाँको दृश्य चाहिँ एकदमै रमाइलो टाइपको छ। मर्स्याङ्दी चाहिँ यहाँ दुईवटा जोडिएर अलि ठुलो भएको छ यहाँनिरबाट चाहिँ। अनि यो मासतिर चाहिँ एकदमै राम्रो हेर्नलाई चाहिँ छ, किनकि यहाँ चाहिँ एकदम पहिरो टाइपको ठाउँ छ। अनि माथि चाहिँ बिजुली बत्तीहरू सबै माथिबाट आएको छ। यहाँनिर चाहिँ एकदमै केयरफुल हुनुपर्छ, किनकि ढुङ्गासुङ्गाहरू सबै लडेर आउँछ। ढुङ्गा लड्यो भने चाहिँ हामीलाई लाग्ने सम्भावना एकदम धेरै हुन्छ। त्यत्तिकै चाहिँ लड्दैन, विशेष गरी यहाँ चाहिँ अब यहाँको जनावरहरू हुन्छ, त्यो जनावरहरूले चाहिँ प्रायः लडाउने गर्दछ। अब चाहिँ हाम्रो भिडियो चाहिँ अन्तिम अवस्थामा पुगिसकेको छ र आज किनकि हाम्रो बेस क्याम्प चाहिँ एकदम नजिक छ, त्यस कारणले हामी चाहिँ ठ्याक्कै बेस क्याम्प आइसक्यौँ। हामी तिनजना चाहिँ आइपुग्यौँ, सरहरू पछाडि नै हुनुहुन्छ। अनि अबको भिडियो चाहिँ अन्तिम अवस्थामा पुगिसकेको छ, किनकि हामी चाहिँ आइ नै पुगिसक्यौँ र हाम्रो यात्रा चाहिँ यहाँदेखि नै भोलि फर्किने छ। अनि तिलिचो लेकमा चाहिँ जानु नपाइने भयो, एकदम दुःखको कुरा। ल हामी चाहिँ खाङसारिङ खाङ टक्क बेस क्याम्पमा आइपुगिसक्यौँ। अगाडिको कताबाट हो रिसेप्सन, माथि हो तल हो। हामी चाहिँ यता भित्र जाँदैछौँ खाङसारिङ खाङ भन्ने होटलमा। सायद माथिबाट हो कि के अरे। ल यति बेला चाहिँ हामी ठ्याक्कै खाङसार खाङ होटलमा आइपुगिसकेको छौँ र यहाँ होटलहरू चाहिँ ट्याक्कै कटेज टाइपको अनि एकदम सुन्दर होटलमा आइसकेको छौँ। र यहाँनिर यस्तो छ, यहाँनिर चाहिँ हाम्रो सर्भिस सेन्सीको रुम टक्कै एट्याच यस्तो छ र हाम्रो जापानिज सेन्सीको चाहिँ यहाँनिर छ। यस्तो छ है आज